नारायण। यसरी सभाबीचमा द्रौपदी रानीको चिरहरण भइसकेपछि कसैले पनि उनलाई बचाउनको लागि गुहार दिन आएनन् र अन्तमा भगवानले चिरहरणबाट द्रौपदीको लाज बचाउनु भयो र महाभारतको बीजारोपण भयो। पाण्डवहरू आफ्नो राज्य सम्पूर्ण चिजहरू हारेर 12 वर्ष वनवासमा 1 वर्ष अज्ञातवासमा जानुपर्ने। अनि वनवासमा गएको बेलामा पनि दुर्योधनले विभिन्न पीडाहरू कष्टहरू दिन खोज्ने, सधैँ वैरभाव राखिरहने, निकै कष्ट गरे। वनवास बिताएर अज्ञातवास पनि बिताइसकेपछि शर्त अनुसार पाण्डवहरूको राज्य इन्द्रप्रस्थ फिर्ता गर्न पर्ने। जब फिर्ता गर्न पर्ने समय आयो, विभिन्न न्यु खोजेर दुर्योधनले म दिन्न, कुनै पनि हालतले दिन्न, राजाले दिन्छु भनेर हुँदैन, अरूले भनेर हुँदैन, खेल मसँग खेलिएको हो, नियम मैले लगाएको हो, म दिन्न। दूतहरूलाई पठाएर विभिन्न किसिमका खबर पठाउँदा पनि दुर्योधन मानेन र नमानिसकेपछि अब युद्ध हुन्छ नै भन्ने जानेर भगवानले अन्तिममा एकपल्ट शान्तिको कोसिस गर्नु पर्यो। भविष्यमा कसैले पनि कृष्ण हुँदै पनि शान्तिको कोसिस नगरेर युद्ध र विनाश भयो भन्ने, मलाई पनि अब्जस नआओस् भन्ने ठानेर पाण्डवको तर्फबाट दूत भएर हस्तिनापुरको दरबारमा जानुभयो र गइसकेपछि सम्पूर्ण कुरा नीति निर्माणहरू सम्झाइ बुझाइकन पाण्डवको राज्य फिर्ता माग्नुभयो, दिएन। ल ठिकै छ, इन्द्रप्रस्थ नदिने, राजमुकुट नदिने, त्यो त ठिकै भयो, मैले केही भनिनँ। मैले भनेको पाण्डवहरूले मान्छन्, 5वटा गाउँ भए पनि देऊ भन्दाखेरिमा ती भिखारीहरूलाई, ती हाम्रा बैरीहरूलाई, ती शत्रुहरूलाई, ती हरुवाहरूलाई 5वटा गाउँ त के, एउटा सुईको टुप्पा, सिउको टुप्पा जति अड्छ त्यति 1 नोक भूमि पनि म दिन्न। सकेको गरे हुन्छ, म दिन्न भनेर अडिलियो। नदिइसकेपछि अन्तिम कोसिस गर्दा पनि कृष्णलाई नै बन्दी बनाउन खोजिसकेपछि अब युद्ध हुन्छ भनेर घोषणा गरेर भगवान जानुभयो। पाण्डव र कौरवहरूको घमासान युद्ध भयो आफ्नो आफ्नो पक्षमा। अनि युद्धमा भगवान अस्त्र शस्त्र केही पनि नउठाइकन सारथीको रूपमा अर्जुनको सारथी भएर भाग लिनुभयो। सम्पूर्ण राजाहरू आफ्नो आफ्नो पक्षमा, कोही कौरवको पक्षमा, कोही पाण्डवको पक्षमा लडिसकेपछि युद्ध भयो, घमासान युद्ध भयो। र युद्ध हुँदै गएर सारा कौरव पक्षका सम्पूर्ण महारथीहरू, रथीहरू, शूरवीरहरू सबै पापीहरूको अन्त्य भइसकेपछि अन्तमा भीमले प्रहार गरेको गदाको प्रभावको कारणले गर्दाखेरि जाङ भाँचिएर नागदहमा दुर्योधन पनि लडेको र दुर्योधनलाई साह्रै कष्ट परेको, साह्रै पीडा परेको, साह्रै दुःख परेको। नारायण हरि हरि हरि। हेर आपत कति विपद छ। त्यो दुर्योधनलाई आफ्नो 100 भाइ दाजुभाइमा आफू मात्रै बाँचेको, 99 भाइ मरेको, भयङ्कर युद्ध भएको, कष्ट भएको, पीडा भएको, आपत परेको, विपद परेको। आफ्नो चाहिँ 100 भाइमा 99 भाइ मर्नु, शत्रुको 5 भाइ कसैलाई केही पनि नहुनु, साह्रै पीडा, साह्रै चिन्ता। अब अन्त्यको समयमा मित्रलाई भेट्न जान पर्यो, साथीलाई भेट्न जान पर्यो। गुरुपुत्र अश्वत्थामा भेट्न गएको, भेट्न जाँदाखेरि मित्र के छ तिम्रो इच्छा भन्दा मेरो अरू इच्छा त केही पनि छैन। शत्रुको 5 भाइ जस्ताको तस्तै छन्। एउटा पाण्डव भए पनि सक्छौ भने 5वटै पाण्डव, नत्र भने एउटाको भए पनि शिर छेदन गरेर ल्यायौ भने म सुखले मरौँला, तिमीलाई यो देशको राजा बनाइदिउँला भनेर दुर्योधनले भनिसकेपछि एउटा त के, म 5वटै पाण्डवहरूको शिर छेदन गरेर तिम्रो शिरमा, तिम्रो पाउमा लिएर सम्पूर्ण शिरहरू राखिदिनेछु मित्र भनेर गएको। त्यही बेलामा भगवान कृष्णलाई सम्पूर्ण ज्ञात भएर पाण्डवहरूलाई लिएर गङ्गाको तीरमा भगवान जानुभएको। त्यो दिन फेरि हुन के पर्यो भने पाण्डवका द्रौपदीका 5वटा पुत्रहरू आफ्नो आफ्नो पिताजीको शयन कक्षमा ओछ्यानमा गएर सुतेका। नारायण हरि। अनि द्रौपदीका 5 पुत्रहरू पिताजीको ओछ्यानमा गएर सुतेको हुन हो। रात्रिकालीन समयमा यिनीहरू नै पाण्डव हुन् भनेर द्रोणाचार्यले त्यही 5वटा छोराहरूलाई काटेर लिएर गएको, शिर लगाएर दुर्योधनलाई बुझाएको। बुझाइसकेपछि सुरुमा शत्रुहरू मरे, शत्रुको शिर आयो भनेर खुसी भएको, पछि खोलेर हेर्दाखेरि बच्चाहरूको हर्ष पनि शोक पनि एकैचोटि पर्यो। हर्ष र शोक एकैसाथ नभइकन दुर्योधन नमर्ने। नारायण हरि।
यसरी पाञ्चालहरूको शिर लगेर दुर्योधनले विलाप गरेर यस्तो अधर्म भइसकेपछि अब पाण्डवहरूले मलाई छोड्ने छैनन् भन्ने बुझेर भाग्न लागे अश्वत्थामा। अनि अश्वत्थामा भाग्न लागिसकेपछि यता द्रौपदी रानी चित्कार गरेर रुन लागेको कराउन लागेको, मेरो बाबु, मेरो पुत्र, मेरो छोराहरू हिजो बेलुका सधैँ सुतेका, शिर छैन गिड मात्रै छ, कसले के गर्यो, मेरो पुत्र, मेरो बाबु के भयो, कसो भयो, आमा रुन लागिन्, चित्कार गर्न लागिन्। अनि लागिसकेपछि विचार गरेर हेरेको गुरुको पुत्रले मारेर लिएर गएको, द्रौपदीको यो अवस्था गराएर पुत्रको वियोग पारेर कष्ट पार्ने त्यो अश्वत्थामालाई नमारी छाड्ने छैन भनेर सङ्कल्प लिएर अर्जुनजी जानुभयो। भक्तको सङ्कल्प पुरा गर्नको लागि भगवान् सँगसँगै जानुभयो। गइसकेपछि भाग्दै भाग्दै गरेको अश्वत्थामाले ब्रह्मास्त्र प्रहार गर्यो र भगवानको अनुमति पाएर यताबाट फेरि अर्जुनले पनि ब्रह्मास्त्र प्रहार गरेर शान्त पारिदिनु भयो र पासामा बाँधेर दण्ड दिनको लागि, मृत्युदण्ड दिनको लागि भनेर अश्वत्थामालाई द्रौपदीको अगाडि ल्याइसकेपछि अब म यसलाई मारौँ कि के गरौँ भनेर सोद्धाखेरिमा द्रौपदी रानी भन्नुहुन्छ, मुचेताम मुचेतामेश, हे प्रभु, अघि त मेरो छोराहरू मारेको भएर शत्रुको भावले, वैर भावले हेरेँ, तर अहिले यसरी पासामा बाँधेर लिएर आउँदाखेरि मैले यो अश्वत्थामामा गुरुको छवि देखिराखेको छु। पुत्रहरू मर्दा जति मलाई पीडा भएको छ त्यति गुरुआमालाई पीडा नहोस्, मुचेतामेश, छोडिदिनुहोस्, छोडिदिनुहोस्, मारेर केही हुनेवाला छैन, कोही मार्नुपर्छ भन्ने, कोही छोड भन्ने अर्जुनलाई दोधार पर्यो। त्यसपछि त्यति बेलाको समुदायमा, त्यति बेलाको इतिहासमा ब्राह्मणलाई स्थानको हानि भयो भने, धनको हानि भयो भने मृत्युदण्ड तुल्य हुने, शिरमा रहेको मडी निकालेर दण्ड दिएर पठाइदिनु भयो। र भक्तको यस्तो चतुर निर्णय देखेर भगवान् श्रीकृष्ण पनि खुसी हुनुभयो, द्रौपदी रानीलाई पनि शान्ति भयो। नारायण हरि, नारायण हरि। यसरी अश्वत्थामालाई कारबाही गरियो। उता शत्रुहरूलाई, वैरीहरूलाई एक सियोको नोक जति भूमि पनि दिन्न भने दुर्योधन पनि मर्यो। एक गाउँ दिनको लागि, अलिकति आश्रय दिनको लागि त्यति ठुलो महाभारत रचाउनेले पनि जाँदा केही पनि लिएर गएन। अनि हामी चाहिँ मैलाई चाहिन्छ, मेरैलाई चाहिन्छ भन्यो, मुठी पार्यो, कस्यो, थुपर्यो, गर्ने बेला दुःख गर्यो, खाने बेला अर्कैले खान्छ, भोग्ने बेला अर्कैले भोग्छ। नारायण हरि। बेलैमा नजपे हरि भवसागर तरिन्छ कसरी, बेलैमा नजपे हरि भवसागर तरिन्छ कसरी, बेलैमा नजपे हरि भवसागर तरिन्छ कसरी, भवसागर तरिन्छ कसरी। जन्म लिएर आउँदा पनि रित्तै हटाएको, जन्म लिएर आउँदा पनि रित्तै हटाएको, नखाइ नलाई थुपारे निला नपाइन भएको, बेलैमा नजपे हरि भवसागर तरिन्छ कसरी, बेलैमा नजपे हरि भवसागर तरिन्छ कसरी, भवसागर तरिन्छ कसरी। राधा ढूंढने लगी, किसी ने मेरा श्याम देखा, राधा ढूंढ रही, किसी ने मेरा श्याम देखा, राधा ढूंढ रही, किसी ने मेरा श्याम देखा, श्याम देखा, घन श्याम देखा, श्याम देखा, श्याम देखा, श्याम देखा, घन श्याम देखा, श्याम देखा, घन श्याम देखा, राधा ढूंढ रही, किसी ने मेरा श्याम देखा।
देखा। राधा ढूंढ रही किसी ने मेरा श्याम देखा। हरि बोल। राधा तेरा श्याम हमने गोवर्धन में देखा। 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 पर्वत उठाते हुए राधे तेरा श्याम देखा। पर्वत उठाते हुए राधा तेरा श्याम देखा। श्याम देखा घन 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 श्याम देखा। राधा तेरा श्याम देखा। राधा तेरा श्याम हमने वृंदावन में 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 देखा। गैया चराते हुए राधे तेरा श्याम देखा। गैया चराते हुए राधा तेरा श्याम देखा। राधा ढूंढ रही किसी ने मेरा श्याम देखा। राधा ढूंढ रही किसी ने तेरा श्याम देखा। किसी ने मेरा श्याम देखा। किसी ने मेरा श्याम देखा। किसी ने मेरा श्याम देखा। नारायण यसरी अर्जुनजीले अश्वत्थामाको मणि हरण गरेर त्यसपछि देश निकाला गरिदिनु भयो ब्राह्मणहरूको लागि। त्यति बेलाको समयमा स्थानको हानि हुनु, धनको हानि हुनु, मृत्युदण्ड तुल्य थियो र अश्वत्थामालाई साह्रै गाह्रो पर्यो। त्यहाँबाट त्यो देश छोडेर गएर आफ्नो शिरमा घाउ पनि भएको, कपाल पनि मोडिएर चारपाटा मोडिएको, देखाउन नहुने लाजलाग्दो भयो र फेटाले आफ्नो कपाल शिर छोपेर हिँडेको कारणले अहिले पनि पन्जाबी सरदारहरू अश्वत्थामाले चलाएको सम्प्रदाय शिर मोडेर हिँड्ने प्रचलन कायमै छ। नारायण हरि। यसरी भगवान् श्रीकृष्णको कृपाले पाण्डवहरूले महाभारतको विजय गरे। युधिष्ठिर राजगद्दीमा आरोहण हुनुभयो र अब सम्पूर्ण कर्महरू भइहाल्यो। द्वारिका छोडेर आएको पनि धेरै भयो। के कसो भइराखेको छ, जान पर्यो भनेर जाने तयारी गरेको बेलामा पाही पाही महायोगिन देव देव जगतपते मेरो रक्षा गर्नुहोस् हे कृष्ण, हे प्रभु, हे ईश्वर, हे जगदीश्वर मेरो रक्षा गर्नुहोस् भन्दै रुँदै कराउँदै निकै पीडामा आक्रान्त भएर उत्तर आइरहेको भगवान्ले देख्नुभयो र विचार गर्नुभयो। के भएको भनेर विचार गर्दाखेरिमा अब अन्य कुराबाट बदला लिन सकेन। पाण्डवको वंश परम्परालाई अगाडि बढाउने
उत्तराको गर्भमा रहेको बच्चालाई तुहाएर मारेर पाण्डवहरूको वंशलाई पनि नाश गर्ने, शत्रुको नाश गर्ने इच्छाले अश्वत्थामाले प्रहार गरेको ब्रह्मास्त्रको तेजको कारणले गर्दा पेटमा भएको बच्चालाई साह्रै पीडा भइरहेको, आमालाई पीडा भइरहेको। नारायण हरि। नारायण नि भगवानले विचार गर्नुभयो र पाण्डवहरूतिर छोरीको तीरलाई भगवानले शान्त पारेर उत्तराको गर्भभित्र प्रवेश गरेर बच्चाको रक्षा गर्नुभयो। र यसरी भगवानको कृपा परेको देखिसकेपछि महारानी कुन्ती आएर साह्रै विलाप गर्न लागिन्, रुन लागिन्, कराउन लागिन्। हे ईश्वर, कृष्णाय वासुदेवाय देवकी नन्दनाय च नन्द गोप कुमाराय गोविन्दाय नमो नमः। हे वासुदेव, हे कृष्ण, हे मुरलीधर, हे ब्रजवासी, हे गोपु, आज हजुर भएर हजुरको कृपाले गर्दाखेरिमा हामी सारा दुःखबाट, हामी सारा कष्टबाट, हरेक चिजहरूबाट हामी बाहिर निस्कन सकेका छौँ। लाहाको घरमा जलाएर मार्ने षड्यन्त्र, विष खुवाएर मार्ने षड्यन्त्र, विभिन्न अन्यायहरू, अत्याचारहरू हुँदै हुँदै महाभारतमा पनि मेरो पुत्रहरूको विजय गराएर हामीलाई साथ दिँदै आउनु भएको छ, कृपा राख्दै आउनु भएको छ प्रभु। अनि मैले मेरो जीवनकालमा विचार गरेर हेर्दाखेरि जब जब सुखको समय, शान्तिको समय, आनन्दको समय आउँछ तब तब चाहिँ बरु भगवानको दर्शन, सामिप्यता हामीलाई मिलेको छैन। तर जब दुःख हुन्छ, कष्ट हुन्छ, पुकार गर्ने बित्तिकै हजुर हामीलाई रक्षा गर्नको लागि, हामीलाई कृपा गर्नको लागि आउनुहुन्छ प्रभु। बरु मलाई यो जीवनभरि दुःखै दिनुहोस्, कष्ट नै दिनुहोस्, सुख चाहिएको छैन, शान्ति चाहिएको छैन, ऐश्वर्य चाहिएको छैन, हजुरलाई प्राप्त गर्ने दुःखै पाम प्रभु भनेर माता कुन्तीले स्तुति गर्न लाग्नुभयो। अनि लागिसकेपछि लौ त ठिकै छ, अब यता फुपूको पनि इच्छा त्यस्तै, पाण्डवहरूको पनि इच्छा त्यस्तै, केही समय थप हस्तिनापुरमा बस्नु पर्यो भन्ने विचार गर्नुभयो भगवानले। र हस्तिनापुरमा थप बसाइ बसेको बेलामा अनौठो अनौठो घटनाहरू घट्न थाल्यो। राजा युधिष्ठिरलाई अशान्तिको वातावरणले, अशान्तिको बादलहरूले घेरेको जस्तो, मडारिएको जस्तो लाग्न थाल्यो। एक्लै टोलाउने, एक्लै बोलिरहने, साह्रै चिन्ता परेको जस्तो, पीडा परेको जस्तो, शोक परेको जस्तो, विपरीत विपरीत जस्तो दिमागमा विचार आउन थाल्यो। नारायण हरि। अशान्त नारायण त्यत्रो महाभारतको युद्ध गरेर सम्पूर्ण बन्धु बान्धवहरू मारेर, पापी दुराचारी अत्याचारीहरूलाई मारेर, आफ्नै बन्धुहरूको नाश गरेर पाएको राज्यमा युधिष्ठिरलाई अशान्ति हुन थाल्यो। रगतका आलहरू जस्तो नारीहरू सबै एकै ठाउँमा बसेर हाम्रो पतिलाई, हाम्रो पुत्रलाई तिम्रो कारणले हामीबाट टाढा बनाएको हो भन्ने जस्तो, गिज्याएको जस्तो, चिन्ता दिएको जस्तो, पीडा दिएको जस्तो भइसकेपछि अब मैले यो कुकर्म गरेर, त्यत्रो अपराधको कर्म गरेर प्राप्त गरेको राजगद्दी मेरो लागि अब शान्तिको राजगद्दी रहेन। यो मलाई हरेक पल पोल्ने, यस्तो छटपट गर्ने भयो। अब मैले राज्य गर्न सक्दिनँ भनेर युधिष्ठिरले विलाप गर्न लागिसकेपछि भगवान कृष्णले सबै विचार गरिराख्नु भएको थियो। यता फेरि अर्जुनलाई र भीमलाई निकै घमण्ड, हामीले गर्दा, हामी भएर, हाम्रो बलले, हाम्रो पुरुषार्थले, हाम्रो कर्मले गर्दा महाभारतको विजय भयो, हाम्रो दाइले त नेतृत्व गरे मात्रै हो,
जसले पनि कृष्णले गरे भन्ने, कृष्ण भएर भन्ने, कृष्णले के गरेका छन् र कृष्णले गरेको त एउटा सारथी मात्रै हो। सारथीलाई चाहिँ जम्मै श्रेय जाने, अनि हामी महारथीहरूको चाहिँ नामै नआउने, उता घमण्ड छुट्टै। अब युधिष्ठिरको पनि मन शान्त पार्न पर्यो, अर्जुन र भीमको पनि मनको कुराहरूलाई क्लेशहरूलाई मेटाउन पर्यो भन्ने विचार गरेर भगवान्ले भन्न लाग्नु हो, बाबु हो पञ्च पाण्डवहरू, अब सूर्य उत्तरायणको समय हुन लाग्यो। उता बाणको शैयामा पल्टिरहनुभएका भीष्म पितामहको देहत्याग गर्ने समय हुन लाग्यो। अब अन्त्यको समयमा भेटघाट गर्नको लागि केही अर्थी उपदेशहरू लिनको लागि जानुपर्छ, जाम भनेर पाण्डवहरू लिएर जानुभयो भगवान्ले। अनि लिएर गइसकिसकेपछि कृष्णजी शिरमा बस्ने, पाण्डवहरू पाउमा बस्ने, पाउमा बसेर रुन कराउन लागे, विलाप गर्न लागे। हे पितामह, हामीबाट कत्रो कत्रो अपराधको कर्महरू हुन गयो। हामीले एउटा राज्यको लोभले, एउटा सुखको लोभले के गरेनौँ, हामीले ज्वाइँहरूलाई मारेर बहिनी विधवा बनायौँ, त्यसै गरी भाइहरूलाई मारेर भाउजू बुहारी विधवा बनायौँ, आमाहरूको कोखरित्त बनायौँ, पाप गऱ्यौँ। यो पापले हामी कुन नरकमा जान पर्ला भनेर सोधिएको प्रश्नमा भीष्म पितामह भन्नुहुन्छ, बाबु चिन्ता नगर, जे हुनु छ भएरै छोड्छ, हामीले पिर लिएर हुने कुरा छैन। जुन कर्म आज तिमीहरूले गरे भनेर पुरुषार्थ गरिरहेका छौ बाबु, त्यसमा चिन्ता नगर। यो कर्म गर्ने र गराउनेवाला भगवान् श्रीकृष्ण हुनुहुन्छ, हामी त निमित्त मात्रै भनिसकेपछि अर्जुनको र भीमको पनि चित्त बुझ्यो। अनि त्यसपछि भगवान् पनि त्यहीँ उपस्थित हुनुहुन्थ्यो। युधिष्ठिरलाई विभिन्न किसिमका उपदेशहरू भीष्म पितामहले दिन लाग्नुभयो। राजधर्मको बारेमा, दान धर्मको बारेमा, स्त्री धर्मको बारेमा, भगवत धर्मको बारेमा विभिन्न उपदेशहरू दिइसकेपछि अन्तमा भन्नुभयो, अब मलाई जानकारी भएअनुसार मलाई यस्तो लागिरहेको छ, सूर्य उत्तरायणको बेला आउन लाग्यो, इच्छा मृत्युको मैले वरदान पाएको छु। अब मर्नभन्दा अगाडि मेरो एउटै मात्र इच्छा छ, मैले यो जीवनकालभरि महसुस गरेका, जोगाएर राखेका, आफूले सञ्चय गरेर राखेका केही विशेष कुराहरू म भगवान् कृष्ण हजुरलाई अर्पण गर्दछु। मेरो सम्मुखमा आएर बस्नुहोस्। नारायण हरि नारायण। यसरी भीष्म पितामहले भगवान् कृष्ण हरि, मैले अन्त्यमा हजुरलाई परिचय पाएँ प्रभु। अब हजुरलाई अर्पण गर्नको लागि हजुरको दर्शन व्यर्थ जाने त छैन। म यो जीवनकालको अन्त्यमा छु, मैले अरू केही दिन सकिनँ। यो मृत्यु शैय्याबाट, यो बाणको शैय्याबाट मेरो मनमा रहेका भावहरूलाई पुष्प बनाएर हजुरको चरणमा अर्पण गर्दैछु, स्वीकार गर्नुहोस् भगवान् भनेर गर्नुभएको स्तुतिलाई भीष्म स्तुति भनेर व्याख्या गरिएको छ। इतिमति रूपकल्पिता वितृष्णा भगवती सात्वत पुंगवे विभुम्नि। इतिमति रूपकल्पिता वितृष्णा भगवती सात्वत पुंगवे विभुम्नि। ससुखमुपगते क्वचिद् विहर्तुं प्रकृतिमुपेयुषि यद् भव प्रवाह। त्रिभुवनकमनं तमालवर्णं रविकरगौरवराम्बरं दधाने। वपुरलककुलामृताननाब्जं विजयसखेरतिरस्तु मे नबद्धा। इतिमतिरूपकल्पिता वितृष्णा भगवती सात्वत पुंगवे विभुम्नि। भगवती सात्वत पुंगवे विभुम्नि। नारायण। श्री भगवानको चरण कमलमा भावरूपी पुष्पगुच्छ अर्पण गरिएर भीष्म पिताले देहत्याग गर्नुभयो। पाण्डवहरूले शोक गर्न लागे, विभिन्न किसिमबाट सम्झाएर सम्पूर्ण क्रिया र कर्महरू सकिसकेपछि राजा युधिष्ठिरले राजकाज सम्हाल्न थाल्नुभयो। र भगवान् अब द्वारिका छोडेर आएको पनि यत्तिका समय भइसक्यो, के कसो गर्दैछन् उता पनि हालचाल बुझ्नुपर्ने र द्वारिका जाने तयारी गर्नुभयो। विभिन्न तरिकाबाट स्वागत र सम्मान गर्दै भगवानको हस्तिनापुरबाट बिदाई भयो। र हस्तिनापुरबाट द्वारिका पुगिसकेपछि भगवानको सुस्वागतम भयो द्वारिकामा भन्ने सम्मको कथा यस अध्यायबाट। श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव।
कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। पुराण पुरुषोत्तम भगवान को समादरणीय भक्तजन, धर्म संस्कृति कला साहित्य र मानवीय सेवाको विशुद्ध उद्देश्य लिएर स्थापित भएको सामाजिक संस्था जेरी संस्कृति फाउन्डेसनको आयोजना, त्यसै गरी दूरदर्पण स्टुडियो परिवार रानीबारीको व्यवस्थापनमा भगवानका रसमयी कथा श्रीमद् भागवतका कथाहरू र लीलाहरू श्रवण गर्दै हामी यो भागवती यात्रालाई अगाडि बढाइराखेका छौँ। र अब हामी श्रीमद् भागवतको श्रोता अधिकारी पाण्डव वंशको रक्षक धर्मात्मा राजा परीक्षितको कथा अगाडि बढाउँदैछौँ। आउनुहोस् एउटा मिठो भजन सँगै श्रवण गरेर अनि लाग्नेछौँ कथाको यात्रामा। भक्तवत्सल भगवान की जय। व्यास जी को वंदना, भागवत को वंदना, व्यास जी को वंदना, भागवत जी को वंदना, व्यास पुत्र सुख देवलाई बारंबार वंदना, व्यास पुत्र सुख देवलाई बारंबार वंदना, व्यास जी को वंदना, भागवत जी को वंदना, व्यास जी को वंदना, भागवत जी को वंदना, व्यास पुत्र सुख देवलाई बारंबार वंदना, व्यास पुत्र सुख देवलाई बारंबार वंदना। माताजी को वंदना, पिताजी को वंदना, 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 भक्तवत्सल भगवान को बारंबार वंदना, भक्तवत्सल प्रभु जी को बारंबार वंदना, व्यास जी को वंदना, भागवत को वंदना, व्यास जी को वंदना, भागवत को वंदना, व्यास पुत्र सुख देव को बारंबार वंदना, व्यास पुत्र सुखदेव को बारंबार वंदना। हरि बोल जय।
जी को वंदना, राधा जी को वंदना, कृष्ण जी को वंदना, राधा जी को वंदना, वसुदेव देवकी को बारंबार वंदना, वासुदेव देवकी को बारंबार वंदना, सीताराम वंदना, राधे श्याम 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 वंदना, अंजनी को नंदन को बारंबार वंदना, अंजनी को नंदन को बारंबार वंदना, व्यास पुत्र सुखदेव को बारंबार वंदना, व्यास पुत्र सुखदेव को बारंबार वंदना। नारायण श्री भगवान श्री कृष्ण द्वारिका गमन भइसकेपछि दिन बित्दै गयो। पाण्डवहरू बुहारी उत्तराबाट जन्म हुने बच्चाको प्रतीक्षामा बस्न थाले। केही पीर चिन्ताले पनि सताउन थाल्यो। अब जन्मिने सन्तान सधैँ जन्मिन्छ कि जन्मिँदैन, जीवित जन्मिन्छ कि जन्मिँदैन, जन्मियो भने राम्रै जन्मियो भने के होला कस्तो होला, हाम्रो वंश परम्परालाई धान्ला कि नधान्ला, यसरी चिन्ता गर्दै गर्दै दिन बित्दै जाने क्रममा उचित समयको आगमन भइसकेपछि उत्तराको गर्भबाट पाण्डवको कुल वंश परम्परालाई निरन्तरता दिने बालकको पैदा भयो, जन्म भयो। यही खुसीमा सारा उत्सवहरू हुन लागे। राजा युधिष्ठिरले वरपरका समस्त ऋषिमुनि ब्राह्मणहरू ज्ञानीजन प्रजाहरू सबैलाई डाकेर विभिन्न उत्सव गर्दै खुसी हुँदै भोजन गराउँदै दान द्रव्य दक्षिणा पनि प्रदान गर्दै जानुभयो। र न्वारनको दिन आइसकेपछि ब्राह्मणहरूले पुरोहितहरूले ज्ञानीजनहरूले बालकको नामकरण गरेर भविष्यवाणी गर्न लागे। राजन अत्यन्त राम्रो सम्पूर्ण गुण र लक्षणहरूले युक्त बच्चा जन्मेको छ। प्रजाको पालन मर्यादा पुरुषोत्तम र सत्यतामा राम समानको हुनेछन्। बलि जस्तो दानी हुनेछन्, ज्ञानी हुनेछन्, धीर हुनेछन्, वीर हुनेछन्, धर्मको पृथ्वीको रक्षा गर्ने हुनेछन्, आफ्नो शरणमा आएकालाई शरणागति दिने हुनेछन्, दयालु हुनेछन्, कृपालु हुनेछन्, सम्पूर्ण गुणहरू लक्षणहरूले युक्त हुनेछन्। तपाईँहरूको कृतिलाई पनि फैलाउनेवाला हुनेछन्। सम्पूर्ण कुरा राम्रो भएर पनि बालकको आयु चाहिँ छोटो, जम्मा 60 वर्षको हुनेछ। नारायण हरि। अनि आयु छोटो हुनेछ त्यति मात्रै होइन, जीवनको अन्तिम चरणमा सर्पले डसेर मृत्यु हुनेछ। तर सर्पले डसेर मृत्यु हुने ब्राह्मण श्राप पर्ने भए तापनि भगवानको लीलाहरूले भरिएको भागवत सुनेर परम गति प्रदान हुनेछ, प्राप्त हुनेछ। युधिष्ठिरलाई चिन्ता लाग्न थाल्यो। बल्ल बल्ल जन्मेको एउटा नाति, त्यही पनि सम्पूर्ण कुरा राम्रो भए पनि जम्मा 60 वर्षको आयु, त्यसपछि सर्पले टोकेर मर्ने। चिन्ता नगर्नुहोस् राजन, आखिर भगवानले जे चाहनुहुन्छ त्यो हुन्छ नै। आफ्नो आफ्नो कर्मको विधानलाई भोग गर्नै पर्छ। सृष्टि नियमको लागि आफ्नो आफ्नो कर्तव्य पालन गर्नै पर्छ। भागवत सुनेर यिनको उद्धार हुनेछ, चिन्ता लिनुपर्ने कुनै कुरा छैन। यसरी सम्झाइसकेपछि सम्पूर्ण जनहरूलाई बिदाई गरेर त्यही नातिले खाएको, खेलेको, हुर्केको गर्दै गर्दै दिन बित्दै बित्दै जाने क्रममा महाभारतको युद्धमा अन्यायलाई साथ दिएर, अधर्मीहरूलाई साथ दिएर धार्मिक जनहरूको विपक्षमा युद्ध गर्नुभन्दा बरु यो युद्धलाई त्याग गरेर तीर्थयात्रामा जान्छु भनेर निस्केका विदुरजी
तीर्थयात्राहरूबाट फर्केर आउनुभयो। अन्तिम समयसम्म सम्झाउने कोसिस गर्नुभयो विदुरले आफ्नो दाजुलाई, राजालाई, यो युद्ध रोक्नुहोस्, यसले कसैको पनि कल्याण गर्दैन, हानि हुन्छ, हानि पनि धेरै हानि तपाईँको हुन्छ। स्वयं भगवान् कृष्ण जसको पक्षमा छन् विजय हुने उसैको हो भनेर सम्झाइ बुझाइ गर्दा पनि मानेनन् राजा धृतराष्ट्रले। र अन्तमा तपाईँले यो कुलाङ्गार पुत्रलाई नत्यागेसम्म यो सारा कुलको विनाश हुनेछ भनेर सम्झाएको सुनि दुर्योधनले दासीको पुत्र भनेर विभिन्न हेला र हेका भावहरूले कटाक्षका शब्द प्रयोग गरिसकेपछि आफूसँग भएको धनुलाई दरबारमा बिसाएर बाटो लागेका विदुर। महाभारतको युद्ध भयो रे, दुर्योधन पनि मर्यो रे, कर्ण मर्यो रे, द्रोणाचार्य भीष्म पितामहको पनि वध भयो रे, सम्पूर्ण पापीहरूको एकैचोटि नाश भयो रे। अब पाण्डवहरूले विजय गरेर राज्य गरेका छन् रे भन्ने सुनेर फर्केर आउनुभयो। र आइसकेपछि धेरै लामो समयपछि आफ्नो आत्मिकजन, ज्ञानीजन, मित्रजन, आफन्तजन आगमन, धेरै प्रणयका कुराहरू भए, हालत बिलाप भए, रुन थाले, कराउन थाले। यतिको समय कहाँ जानुभएको थियो, के खानुभयो, के गर्नुभयो, कहाँ कहाँ पुग्नुभयो, कसरी बसियो, अनेक थरी कुराहरू आदान प्रदान भयो। र माता कुन्तीले साह्रै बिलाप गरेर भन्न लाग्नुभयो विदुरजीलाई, हजुर नभएको भए हाम्रो कुन गति हुन्थ्यो होला। कहिले विष खुवाएर मार्न लागे, कहिले लाको घरमा जलाउने भनेर, कहिले के षड्यन्त्र, कहिले के सबै चिरफार गरेर मेरो पुत्रहरूलाई बचाउने। आज तपाईँसँग धेरै पछि भेट भयो, खुसी भयो, आनन्द भयो। हे विदुरजी, हजुरको सधैँ जय जय होस्। यसरी आनन्दका कुराहरू गरेर केही समय दरबारमा बसिसकेपछि एक दिन राजा धृतराष्ट्र र गान्धारीलाई देखेर विदुरजीलाई दया आउन लाग्यो। ओहो, मान्नै पर्ने जन रहेछ, यी मेरा दाजु र भाउजू, राजा र रानी नगर भन्दा भन्दै अन्याय गरेर अन्यायको पक्ष लिएर यत्रो महाभारत घटाएर त्यत्रा सारा सन्तानहरू, छोराहरू, ज्वाइँहरू, नाता सम्बन्ध सबै सिद्धिँदा पनि अझै पनि लोभ उस्तै छ, मोह उस्तै छ, माया उस्तै छ। अब कुनै पनि किसिमबाट वैराग्यता उत्पन्न गरेर यिनीहरूलाई भगवतको मार्गमा लगाइन भने यो जन्म असफल नै हुन्छ भन्ने लागेर विदुरजीले कटाक्षको शब्द प्रयोग गरेर भन्न लाग्नुभयो दाजुलाई। विदुर भन्नुहुन्छ, अहो मयसी जन्तुर्जीविता यया भवान् भीमापवर्जितं पिण्डमादत्ते गृहपालवत् यदाई। तिमी जिउँदो हो कि मर्या मान्छे हो कि तिम्रो सास छ कि तिमी लास भएको हो, तिमीलाई अलिकति लाज भन्ने लाग्न पर्छ कि पर्दैन, तिमीलाई केही सोच आउन पर्छ कि पर्दैन, कष्ट पीडा हुन पर्छ कि पर्दैन। तिमीले खाइरहेको त्यो खाना मरेको मान्छेले खाने पिण्ड खाइरहेछौ कि खाना नै खाइरहेछौ, मैले त छुट्याउन पनि सक्दिनँ दाइ। घरमा पालेको एउटा कुकुरको जस्तो त्यति भाउ नदिँदा पनि कत्रो मनले बस्न सकेको, कसरी खान सकेको, तिमीलाई लाज हुन्छ कि हुँदैन? मान्छेलाई बाँच्ने इच्छा देखेर पनि, मोह देखेर पनि म त दङ्ग पर्छु। आफ्ना त्यत्रा छोराहरूको नाश गर्ने त्यो भीमले दिएको खानेकुरा, भीमले दिएको मानव खाँदाखेरि पिण्ड खाए जस्तो लाग्छ कि भात खाए जस्तो लाग्छ दाइ। अझै 84 व्यञ्जन भनेर सप सप कत्रो मनले जान सकेको। यसरी सम्झाइ बुझाइ गरेर अब पनि भगवानको चित्तमा नलागे, सत्मार्गमा नलागे, कहिले कल्याण हुन्छ कहिले मुक्ति हुन्छ भनेर विदुरले कटाक्षका शब्दहरू प्रयोग गरिसकेपछि गान्धारी र धृतराष्ट्र अब त्यो राज्यलाई त्यागेर परमार्थको बाटोमा लागे र विदुर पनि जानुभयो भन्ने सम्मको कथा यस अध्यायबाट। श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्रीदेवं भज वासुदेवं भज, वासुदेवं भज, ॐ वासुदेवं भज। भज वासुदेवं भज, वासुदेवं भज, वासुदेवं भज, वासुदेवं। कृष्णाय वासुदेवाय
र गान्धारी विदुरसँग जाने बिहान उठेर हेर्दा ज्येष्ठ पिता र माताश्री नभइसकेपछि खिन्न मन लिएर सन्ताप गरेर बसिरहेका युधिष्ठिरलाई नारदजीको आगमन भयो र आगमन भइसकेपछि सम्पूर्ण जीवहरूले कर्मको गति कर्मको फल प्राप्त गर्नैपर्छ। अब तिमीले चिन्ता लिन आवश्यक छैन, उनीहरू भगवत मार्गमा लागेर परम गतिको प्राप्त भइसकेको छ र अब भगवान् श्रीकृष्णले पनि यो धराधाम छोड्ने बेला आएको छ। तिमी पनि आफ्नो सत्कर्म आफ्नो उद्धार कसरी हुन्छ त्यो बाटो गर, चिन्ता गरेर नबस भनेर भनिदिनु भयो। यता नारदजीले सन्देश दिने, उता वातावरणमा त्यस्तै किसिमका अपशकुनहरू देखिने, हुरी चलेको जस्तो हुने, हुरी हुन्डरी चल्ने, रुखपातहरू लड्ने, घरका छानाहरू उडाउने, आकाशबाट रगतको वर्षा हुने, सारा पीडा हुने, जन्तुहरूलाई पनि कष्ट हुने, अङ्गहरू फरफराउने, खान मन नलाग्ने, शोक परेको जस्तो चिन्ता परेको जस्तो साह्रै नराम्रा नराम्रा अपशकुन देखिसकेपछि युधिष्ठिरलाई चिन्ता लाग्न थाल्यो र भीमसेनसँग भन्न लागे। युधिष्ठिर भन्नुहुन्छ, गतः सप्ताह धुनमासा भीमसेन तब अनुजः। हे भीमसेन, के भइरहेको म त केही बुझ्न पनि सकेको छैन, किन यस्तो भइरहेछ, के कारणले यस्तो भइरहेछ। तिम्रो भाइ अर्जुन भगवान् कृष्णलाई पुर्याउन गएको 7 महिना भइसक्यो, द्वारिकाबाट मान्छे पनि आउँदैन, खबर पनि आउँदैन। हाम्रो प्रिय कृष्णको खबर के होला, यदुवंशीको खबर के होला, माओलीको खबर के होला, वातावरण किन यस्तो धमिलो भइरहेको छ, मलाई साह्रै चिन्ता परेको छ, मलाई साह्रै कष्ट परेको छ भनेर पीडित अवस्थामा बसिरहेको बेलामा निकै निन्याउरो अनुहार लिएर अर्जुनको आगमन भयो। अर्जुनलाई सबैले घेरेर सोध्न लागे, अर्जुन तिमी त परम प्रतापी भगवान् श्रीकृष्णको सम्पूर्ण कृपा दृष्टि तिमीलाई रहेको, तिमी उत्तम भक्त पनि, तिम्रो केही कष्ट पर्यो भने पनि भगवान्ले दूर गर्ने। तर आज तिम्रो यो अनुहार देख्दा हामीलाई लाग्छ तिमीले कुनै युद्धमा हारेर आयौ कि, अथवा कसैले तिमीलाई नराम्रो दुर्वाच्यका वचनहरू बोल्यो कि, केही खान मन लागेको कुरा तिमीले खान पाएनौ कि, वर्जित गरिएका कर्महरू गर्यौ कि, अथवा के भयो कसो भयो, किन निन्याउरो मुख पारेर आएको छ भन न, हामीलाई भन के भयो भन्दाखेरि अर्जुन बोल्न नसकेर पीडा भएर कष्ट भएर आँसु खसाल्दै चुपो लाएर बस्नुहुन्छ, केही वाक्य फुट्दैन। फेरि सोध्छन्, के भयो अर्जुन भन न, के भयो, कृष्णको हालखबर भन न, यदुवंशीको हालखबर भन न, के छ भन न भनेर भन्दाखेरिमा अर्जुन भन्नुहुन्छ, अब मैले अरू हालखबर के छ भनेर सुनाम। वञ्चितोऽहं महाराज हरिण बन्धुरूपिणा येन मे परितं त्यजो देव भीष्म पानं महत्। मैले के भनेर भन्ने, जसको प्रतापबाट महाभारतको युद्ध भयो, विजय भयो, जसको कारणले सम्पूर्ण अन्यायहरूबाट निस्क्यौँ, यतिको राज्य पायौँ, राज पायौँ, पाण्डव कहलायौँ, जसको सामर्थ्य शक्तिबाट तिनै लोकमा हाम्रो कीर्ति फैलाउन सफल भयौँ, जसको कारण हामी आज यो स्थानमा छौँ, जसको कारणले हाम्रो अस्तित्व छ, उनै भगवान् उनै श्रीकृष्ण आज यो धराधामलाई छोडेर यो धरतीलाई छोडेर अनि हामीलाई पनि टुरो जस्तो पारेर भगवान्को परमधाम भयो भनेर धुरु धुरु रुन लाग्नुभयो अर्जुन। कहिले हरिलाई भेटौला, मनका सबै तिर्सन मेटौला। कहिले हरिलाई भेटौला, भेटौला, मनका सबै तिर्सन मेटौला, हामीले मनका सबै तिर्सन मेटौला।
कहिले 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 हरिलाई भेटौला भेटौला मनका सबै तिर्सना मेटौला मनका सबै तिर्सना मेटौला हरि बोल हरि तिमीलाई भेटाउन पाए पाए सत्य धर्म मै पछि नलागे सत्य धर्म मै पछि नलागे कृष्ण तिमीलाई भेटाउन पाए पाए सत्य धर्म मै पछि नलागे सत्य धर्म कहिले 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 हरिलाई भेटौला भेटौला मनका सबै तिर्सना मेटौला मनका सबै तिर्सना मेटौला मनका सबै तिर्सना मेटौला मनका सबै तिर्सना मेटौला। नारायण श्री राजा परीक्षितले जब भगवान् श्रीकृष्णको परम धाम भयो रे भन्ने समाचार सुन्नुभयो आफूलाई सम्हाल्न नसकेर वशमा राख्न नसकेर अब यो धराधाममा हामीले गर्नुपर्ने सम्पूर्ण कर्महरू पनि सकियो र परधाम गमनको बेला भएछ भनेर आफूलाई अशान्त पारेर पागलको जस्तो हाल बनाएर हे कृष्ण भन्दै स्वर्ग यात्राको तयारी गर्न लाग्नुभयो र स्वर्ग यात्रा गर्ने बेलामा आफ्नो नाति राजा परीक्षितलाई बोलाएर राज्य सुम्पिएर राजमुकुट सुम्पिएर विभिन्न उपदेशहरू दिएर भाइहरू र पत्नी द्रौपदी सहित भएर स्वर्गको यात्रामा लागे। नारायण हरि। अनि पाण्डवहरू स्वर्गको यात्रामा लागिसकेपछि परीक्षितको शासन सुरु भयो र शासन सुरु गरेर दिग्विजय यात्रा गर्दै गर्दै जाने क्रममा विभिन्न ठाउँमा पाण्डवहरूलाई भगवानले गर्नुभएको कृपाको कथा सुनेर खुसी भएर आनन्दित हुँदै हुँदै अगाडि बढ्ने क्रममा एक ठाउँमा राजा परीक्षितले एउटा अचम्मको दृश्य एउटा गाई र एउटा घाइते गोरु निकै कष्ट र पीडामा परेको त्यस्तो दुःख पीडा कष्टमा परेको गाई र गोरुलाई भेष हेर्दा राजाको जस्तो शरीर र स्वभाव हेर्दा चाण्डालको जस्तो एउटा व्यक्तिले यातना दिइरहेको देखेर राजालाई सही भएन र समीपमा गएर सम्पूर्ण कुरा बुझ्दाखेरि तिमी को हो गाई, तिमी किन रोइरहेकी, अनि यो गोरु को हो तिमीहरूलाई कष्ट दिने, यो हेर्दा राजा जस्तो भेष राजाको जस्तो अनुहार र स्वभाव चाण्डालको जस्तो यो को हो भनेर सोद्धाखेरिमा परिचय पाइसकेपछि गौ रूपमा पृथ्वी अनि त्यसै गरी गोरुको रूपमा धर्म, त्यही पृथ्वी र धर्मलाई कलीले पीडा दिइरहेको राजालाई ज्ञात भयो र यो कलीलाई अब मेरो राज्यमा आएर यसरी अधर्म फैलाउने यस्तालाई मैले दण्ड दिन्छु, त मेरो राज्यमा नबस्, त यहाँबाट गइहाल, त जस्तो पापिष्टलाई, त जस्तो दुराचारी अत्याचारीलाई मेरो राज्यमा ठाउँ छैन भनेर राजा परीक्षितले भन्नु भइसकेपछि कलीले नि उख्न थाल्यो। हे राजा, तिम्रो आयु कति वर्ष? म 60 वर्ष। राजा परीक्षित भन्नुहुन्छ। अनि कली भन्छ तिम्रो आयु 60 वर्ष, मेरो आयु 4,32,000 वर्षको। यत्रो 4,32,000 वर्ष हुनेवालाले राज्य नपाउने, जम्मा जम्मी 60 वर्ष बाँच्नेले हुकुम चलाउने, यस्तो पनि काहीँ हुन्छ र? म छोडेर जान्न, अब मेरो प्रभाव सुरु भइसक्यो, म कली हो भनिसकेपछि राजालाई निकै पीडा पर्यो, कष्ट पर्यो। अब यसलाई दण्ड दिन्छु भनेर दण्ड दिन उद्यत भइसकेपछि राजा परीक्षितको सम्पूर्ण प्रभावको ज्ञात गरेर
कली राजाको शरणमा परेर भन्न थाल्यो, हजुर जस्तो धर्मात्मा राजा भक्तवत्सल शरणागतलाई शरण दिने राजाले मेरो वध नगर्नुहोस्। हुन त ममा त्यस्तो सद्गुण केही पनि छैन, यो मेरो युगीय धर्म हो, मैले पालन गर्नु नै पर्छ। तर म हजुरको शरणमा छु, मलाई यही देशमा बस्न दिनुहोस्, मलाई बास दिनुहोस्। पाउ पर्यो, राजाले भन्नुभयो, त जस्तो अवगुणी दुराचारी अत्याचारीलाई मैले किन बास दिने भन्दा, राजन अरू कुरा मेरो नराम्रो भए पनि मसँग एउटा चिज अत्यन्तै राम्रो छ, एउटा अत्यन्तै राम्रो गुण छ मेरो। के गुण छ भनेर राजाले सोध्नुभयो। यो कलीको समयमा, मेरो प्रभाव पर्ने समयमा अन्य युगहरूमा जप तप ठुला ठुला यज्ञ यज्ञादिहरू गरेर प्राप्त नभएको पुण्य, प्राप्त नभएको मोक्ष र मुक्ति मैले यो कलियुगमा केवल भगवानको कथा सुनेकै भरमा, भजन गाएकै भरमा, नाम सङ्कीर्तन गरेकै भरमा दिन सक्छु। त्यति राम्रो गुण छ। राजालाई पनि राम्रै लाग्यो। अरू गुण नराम्रो भए पनि एउटा सद्गुण रहेछ, राम्रै रहेछ। शरणमा पनि परिसक्यो। अब त ठाउँ दिनु पर्यो, बस्ने ठाउँ दिन लाग्नुभयो। राजाले भन्नुभयो, द्युतम पानम त्रियः सुना यत्र धर्म चतुर्विध। मैले तँलाई 4 ठाउँ प्रदान गरेको छु। 4 ठाउँ मध्येमा त जुवामा गएर जहाँ जुवाको खेल हुन्छ त्यो जुवाको खेलमा झुटको रूपमा बस्ने, अनि जहाँ मद्यपान हुन्छ मद्यपान हुने स्थानमा गएर त मातको रूपमा, मदको रूपमा बस्ने। त्रिय भनेको वासना, जहाँ व्यभिचार हुन्छ, जहाँ देहको व्यापार हुन्छ, वासना हुन्छ, त्यहाँ गएर त वासनाको रूपमा बस्ने। त्यसै गरी सुना भनेको हिंसा, जहाँ हिंसाको कर्म भएको छ त्यहाँ तैँले वैरभावको रूपमा गएर बस्ने। नारायण हरि। अनि कलीलाई दण्ड दिएर राजाले यो ठाउँ प्रदान गरिसकेपछि कलीले भन्न लाग्यो, प्रभु मेरो दुर्गुण देखेर साह्रै नराम्रा ठाउँ दिनुभयो मलाई। मैले त कस्तो आश गरेको थिएँ, तपाईँले साह्रै तुच्छ र नराम्रा ठाउँ प्रदान गर्नुभयो। एकदमै मन खिन्न पारेर इच्छा नलाई बस्नुपर्ने भएको छ। एउटा त गुण त छ नि राजन, मेरो एउटा गुण छ, एउटा सद्गुण भएको कारणले राम्रो ठाउँ दिनुहोस् भनिसकेपछि राजाले सुनमा गएर बस्यो। अनि सुनमा बस्न ठाउँ दिइसकेपछि त्यही दिनबाट सुनमा कलीको प्रवेश भयो। र कलीको प्रवेश भइसकेपछि राजाले सुनको मुकुट लाउने, राजालाई नै कलीले आक्रमण गर्न थाल्यो। नारायण हरि। अब कलीको प्रभाव बढिसकेको, राजाको राज्यमा प्रभाव फैलाइसकेको, सुनको मुकुटमा आएर बास गरेको। एक दिन स्वर्ण मुकुट लाएर राजा वनमा शिकार खेल्न जाँदा राजालाई साह्रै तिर्खा लागेछ, कष्ट भएछ। नारायण हरि। हेर समाधिमा पुगेका नारायण। राजा जङ्गलमा शिकार खेल्न भनेर जानुभएको र जाँदा जाँदा डुल्दै डुल्दै जाँदाखेरिमा तिर्खाले व्याकुल भएर समिक नाम गरेको ऋषिको आश्रममा पुग्नुभयो। ऋषिलाई बोलाउनु भयो, आफू आएको जानकारी दिनुभयो। तिर्खाले म व्याकुल भएको छु, मलाई पानी देऊ भनेर राजाले पुकार गर्न लाग्नुभयो। तर समाधिमा ध्यानमा भएको ऋषिलाई केही ज्ञात भएन र अन्तमा म जस्तो क्षेत्रीय राजा आएर पानी माग्दाखेरि नाटक गर्ने, कति नै ढोग रचाउने, मरे तुल्यको व्यवहार गर्ने, जिउँदो लासलाई त मरेकै व्यवहार गर्नुपर्छ भनेर मृत सर्पको माला लगाइदिएर आफ्नो धनुषको टुप्पोले नजिकै मरिरहेको सर्प उचालेर ऋषिको गलामा लगाइदिएर बाटो लागे। नारायण हरि। अनि जब यो कुरा ऋषिको छोरालाई ज्ञात भयो, ज्ञात भइसकेपछि आफ्नो पिताजीको अपमान सहन नसकेर ऋषिले श्राप दिए, इति लङ्कित मर्यादम तक्षकः सप्तमे हनि दङ्क्षति स्म कुलाङ्गारम चोदितो मे तत द्रुहम। म यो श्राप दिन्छु, मेरो पिताजीलाई जसले आज दुष्व्यवहार गरेको छ, गलत व्यवहार गरेको छ, जसले आज यो कुकर्म गरेको छ, त्यसलाई आजको 7 दिनको दिनमा, त्यो कुलाङ्गारलाई, त्यो अपराधीलाई आजको 7 दिनको दिनमा तक्षक भन्ने नागराजाबाट डसेर मृत्यु हुन परोस् भन्ने ब्रह्मश्राप परिहाल्यो। र ब्रह्मश्राप परेको जब ऋषिलाई ज्ञात भयो त्यसपछि छोरालाई सम्झाउनु भयो, बाबु तिमीले गर्नै नहुने कर्म गर्यौ छोरा। उनी राजा भनेका त हाम्रो पालनकर्ता,
हाम्रो अन्नदाता सृष्टिकर्ता सम्पूर्ण कुरा उनले जानी जानी होइन कलीको प्रभावले त्यसो गरेका। यति ठुलो श्राप दिन हुन्थेन बाबु, तिमीले गल्ती गर्यौ भनेर राजालाई अब ब्रह्म श्राप परिसकेको छ। श्राप मोचनको अरू कुनै पनि उपाय छैन, मोक्षको लागि उपाय गर्नको लागि भनेर गौरवमुख नाम गरेको शिष्यलाई खबर पठाए सम्यक ऋषिले। राजा परीक्षितलाई जब यो कुराको ज्ञात भयो, त्यसपछि म जस्तो कुकर्मीले अधर्मीले जे गरेँ, मैले आफ्नो ज्ञान विवेकले गर्न नहुने कर्म गरेँ, यो अपराध गरेको, मलाई यो अपराधको यो दण्ड ठिकै हो, मैले भोग्नु पनि पर्थ्यो भन्ने बुझेर छोरा जन्मेजयलाई राज्य दिएर आफू चाहिँ साधारण भेष धारण गरेर अब कसरी गति र मुक्तिको मार्ग प्रदान हुन्छ भनेर हरिद्वारमा गएर खोजी गर्न लाग्नु हो। अनि राजा परीक्षितलाई ब्रह्मश्राप परिसकेको छ रे, गति मुक्तिको उपाय खोजी गरेका छन् रे भन्ने सुनेपछि सारा ऋषिगणहरू, प्रजाजनहरू, ज्ञानीजनहरू सबै उपस्थित हुन लाग्नुभयो र आफ्नो आफ्नो तर्कहरू गर्दै गर्दा अब राजालाई ब्रह्मश्राप परेको छ रे, गति मुक्ति चाहिएको छ, त्यो पनि 7 दिनमा। अनि यस्तो कुरा सुनिसकेपछि सुखदेव स्वामीको मनमा पनि केही कुराहरू जागृत भयो र अब भागवतको कथा, हरिको कथा सुनाएर राजा परीक्षितलाई मुक्ति र मोक्षको मार्ग प्रदान गराउने भनेर सुखदेव स्वामीको आगमन भयो भन्ने सम्मको कथा यस अध्याय र यस स्कन्धबाट नारायण। आउने बेला भो, आउने बेला भो, भक्तजनको रक्षा गर्न आउने बेला भो, आउने बेला भो, आउने बेला भो, भक्तजनको रक्षा गर्न आउने बेला भो, आउने बेला भो, आउने बेला भो, भक्तजनको रक्षा गर्न आउने बेला भो। रक्षा गर्न आउने बेला भो, आउने बेला भो, आउने बेला भो, भक्तजनको रक्षा